नमस्कार, म तपाईलाई कथा सुनाउन आइपुगेको छु। तपाई कथा सुन्न तयार हुनुहुन्छ त? कथा छोटो भए पनि जीवनका महत्त्वपूर्ण सन्देश दिन सक्छन्। अब म कथा सुरु गर्छु, कृपया ध्यान दिएर सुन्नुहोला। कथाको शीर्षक रहेको छ कछुवा र खरायो। यो कथा युगौँदेखि सुनाइँदै र सुनिँदै आएको छ। यो एक यस्ता कथाहरू मध्ये पर्छ जसले बच्चाहरूलाई जीवनभरका लागि महत्त्वपूर्ण पाठ सिकाउँछ। तपाई चाहनु भएमा यो कथालाई मूल रूपमै सुनाउन सक्नुहुन्छ वा विभिन्न पात्रहरू राखेर आफ्नो शैलीमा पनि भन्न सक्नुहुन्छ, तर यसले दिने सन्देश सधैँ एउटै रहन्छ: धैर्य, निरन्तरता र नम्रताको महत्त्व। खरायो एउटा आकर्षक र तेज चाल भएको जनावर हो। ऊ आफ्नो गति र चञ्चलताका लागि प्रसिद्ध छ। अर्कोतर्फ कछुवा भने शान्त, धैर्यवान र ढिलो चाँडो चल्ने जलथली प्राणी हो जसले कहिल्यै हतार गर्दैन। घाम लागेको दिन खरायो निकै घमण्ड गरेर कछुवासँग दौड प्रतियोगिता गर्ने प्रस्ताव राख्छ। कछुवाले त्यो प्रस्ताव स्वीकारेपछि दौड सुरु हुन्छ। खरायो दौड सुरु भए लगत्तै कछुवालाई धेरै पछाडि पार्छ। उसले आफू अत्यन्तै तेज भएकोमा गर्व गर्छ। दौडको अन्त्यतिर पुगेपछि उसले सोच्छ, यो कछुवा त धेरै पछि छ, म त सुतेर पनि जित्छु, त्यसैले ऊ बाटोमै विश्राम गर्न सुत्छ। कछुवा भने ढिलो भए पनि निरन्तर अगाडि बढिरहन्छ। उसले कहिल्यै रोकिएर विश्राम गर्दैन, न त उसले अरूको कमजोरीलाई हेप्छ। आखिरमा जब खरायो सुत्थलोबाट उठ्छ, कछुवा पहिले नै फिनिस लाइन पार गरिसकेको हुन्छ। कछुवा दौड जित्छ, तर कहिल्यै खरायोलाई हेप्दैन वा उसको हारमा घमण्ड गर्दैन। यो कथाबाट के नैतिक शिक्षा लिन सकिन्छ भने, यदि तपाई धैर्यवान र निरन्तर प्रयत्नशील हुनुहुन्छ भने तपाई अन्ततः सफलता प्राप्त गर्नुहुनेछ। गति मात्र महत्त्वपूर्ण हुँदैन, तपाईको अडिगता र समर्पण सबैभन्दा महत्त्वपूर्ण हुन्छ। घमण्ड र अल्छीपन तपाईको सबैभन्दा ठूलो शत्रु हुन्। त्यस्तै गरी यो कथाले बच्चाहरूलाई जीवनमा निरन्तर प्रयास गर्न प्रेरणा दिन्छ। धेरै देखावटी हुनु हुँदैन, धेरै हतार गर्नु हुँदैन, तर दृढ आत्मविश्वास र शान्तिपूर्ण तरिकाले आफ्नो लक्ष्य प्राप्त गर्न अगाडि बढ्नुपर्छ। यतिन्जेल धैर्यपूर्वक कथा सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। आगामी श्रृङ्खलामा पनि विभिन्न सन्देशमूलक, प्रेरणादायी र शिक्षामूलक कथाहरू लिएर आउनेछु। नमस्कार।